हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। फाइनली म आइसकेको छु गाउँ आइसकेको छु मलाई खुसी लागिरहेको छ। म गाउँ आइसकेँ हो कि म हेर्न सक्नुहुन्छ। हाम्रो गाउँ चाहिँ असाध्यै राम्रो छ। त्यो कालो चढ्दैछौँ फाइनली हेर्न सक्नुहुन्छ। किन हिँडेर गएको भनेर भन्नुहुन्छ होला, तर हाम्रो हतार छ। बस आउँछ 1 बजे, हामी चाहिँ हिँड्नै पर्छ। हेर्न सक्नुहुन्छ कस्तो रमाइलो छ गाउँ। म कुद्छ मलाई चाहिँ अहिले यस्तो खुसी रहेछ नि, खुट्टा चाहिँ यस्तो हुन्छ किनभने आज हतार छ नि त। छिराउनु हो कति लाग्छ गरी छिटो नै हिँड। थाकेर उल्का भइरह डाँडा काँडा हाउडे तालमा हिँडेको छ। कपाल काटेर फुटे जस्तो नि भइसक्यो पो होइन। त्यो माथि झोला बोकी हिँड्दा झोला अब हतार छ। आज उद्याबाट पौडी खेल्नु पर्छ क्या खोला उद्या। थाकिसक्यो म त। अझै 4-5 डाँडै काट्नु छ यार। त्यही हो साथीहरू, गाडीमा हामी चाहिँ यस्तो दुःख पाइन्छ है। हामी गाडीमा अब किन अब गाडी अन्जेलसम्म हामी पुगिसक्छौँ नि त। त्यही भएर गाडी आउनुभन्दा हामी पुगिसक्छौँ। त्यही भएर हिँड्दै गएको क्या, नत्र गाडी जानुहुन्थ्यो। भर्खर एउटा पनि डाँडा पुगेको छैनौँ। भर्खर हामी आधी डाँडा मात्र पुगिसक्यौँ। अझै अब टन्डे छ। यस्तो डाँडा चाहिँ 4-5वटा काट्नुपर्छ क्या साथीहरू। तपाईँहरूलाई थाहा नै छैन यस्तो हाम्रो स्या फ्या भयो हिँड्यो। किनभने थाकेर मोबाइल समात्दा नि कस्तो हात बोल्छ। लाउरे बन्नी भए चाहिँ यस्तो डाँडा चढ्नुपर्छ। लाउरे बनिन्छ ढुङ्गा झऱ्यो। ओभर गाह्रो भइरह डाँडाहरू रमाइलो छ है हाम्रो गाउँमा चाहिँ। अहिले गाइजहरू अझै त्यो त्यत्रो डाँडा कटेर अब हामी आइसक्यौँ। आइसक्यो बद्न लागिसक्यो। अब छैन 11:32 त भयो। बाख्रा काँडा हामी चाहिँ त्यत्रो डाँडाहरू कटेर आइसक्यो। त्यो त फुच्चे देखिरहेको छ। क्यामेरा क्वालिटी छैन राम्रो। बाबा हाई गरिदिनु त। हाई गरिदिनु। हेर्न सक्नुहुन्छ रातै त होइन, घाम चर्केर हुन्छ। पानी चाहिँ खानु पाइएको थियो, पसल पनि छैन किन्नु। हामी हिँड्दैछौँ है। आज फर्किन नि सक्छौँ, बस्नु पनि सक्छौँ। ठेगान छैन बस्ने कि फर्किनु। सानो काम थियो र आएको चट्ट लाएर घुम्नु। कस्तो दामी गाउँतिर चाहिँ। तर मेरो साथी छैन क्या यतातिर, कोही साथी छैन। अब साथीहरू नै बाउ तेरि कोही छैन। अब साथी सबै काठमाडौँ छ। के भन्नु, स्कुल आइसक्यौँ। बक्स स्कुल होइन
फोक्सी स्कुल आइस्टे झन्डाहरू छ यो स्कुल स्कुलहरू छ यहाँ हाम्रो बाबु पढे स्कुलहरू छ अहिले गाइज अब चाहिँ हामी रेस्ट गर्छौँ एकछिन आफ्टर थक्का लागेर हिँडेको थियो अहिलेदेखि हिँड्न सक्नु कम त हिँड्न थियो यसो बिसाउने ठाउँमा कलाले बिसाउने अब पारा भोलि यहाँबाट हिँड्ने हो बिहानै त्यही हो तपाईँहरूलाई म एकचोटि हाम्रो घरहरू देखाएपछि भेट्नुपर्छ है त अब चाहिँ हाम्रो घर आउँदैछ तपाईँहरूलाई म देखाउँछु हेर्न सक्नुहुन्छ आइसक्यो अझै आइसक्यौँ हामी काबल छ काबलको भोटियो पहिला हामी खाने हाम्रो घरहरू हेर यो सबै घर हाम्रो के अरे भयो आइसक्यो मेरो घर चाहिँ फाइनली आइसकेको छु गाउँतिर मैले गाउँतिर छु होइन गाउँतिर चाहिँ अनि यहाँ चाहिँ हाम्रो बाबाको बिहे भएको थियो अरे पहिला अनि ओ आइज कुकुर हिँड्न छ क्या हान्छ आइज चो अब हामी चाहिँ गाउँबाट अब सिधै हामी चौतारा जाँदैछौँ फाइनली चौतारा गएर अब काम छ हिजोको काम भ्याइयो अब आज काम गर्न बाँकी छ त्यसैले त नि हिँड्दैछु यस्तो बिहान बिहान यस्तै यस्तो रमाइलो छ हाम्रो गाउँ फेरि रमाइलो त रमाइलो छ बाटो चाहिँ अलिकति हेर्नै नहुन्छ खाल्टुङ खुल्टुङ है छुट्टी गर्नु ल ट्रेन खुल्ने छ क्या ब्यागको म स्कुल जाँदैछु फाइनली दिने क्या अब भर्खर अन्त फेरि स्कुल चट्ट लगाएर यसरी हिँड्ने गाउँ पहिला हामी यो बाटो कति हिँड्थ्यौँ अहिले खासै हिँड्दिनँ कहिलेकाहीँ मात्र हिँड्ने हामी अनि भ्लग मन परेमा चाहिँ लाइक कमेन्ट ठोकिदिने होला सब्सक्राइब ठोकिदिनु होला यस्तो सेयर पनि हानिदिनु होला खासै राम्रो बनाउन त आउँदैन है भर्खर भर्खर सिक्दै हो त्यही नि कति 5 वटा कि कतिवटा भिडियो त पुग्यो जस्तो छ युट्युबमा खासै राम्रो बनाउन नै आउँदैन त्यही त अनि अब चट्ट लाएर गाउँ हिँड्यो खाल्टै हेर्न सक्नुहुन्छ यो चाहिँ हामीलाई पुऱ्याउने हिँडे जस्तो छ अब ओए भतिज आइस टोकिदिनु बेर नहुँदैन फेरि यस्तो टोक्दै हाल्छ गाउँहरू चाहिँ एकदम दामी दामी छ हाम्रो
यो गाइज फाइनली यो बाउहरूको पहिला स्कुल थियो अरे यहाँ चाहिँ अहिले त छैन यहाँ चौरी थियो अरे फाइट खेल्थ्यो नि हाम्रो बाउहरू चाहिँ त्यही हो फाइट खेल्थ्यो माथि माथि स्कुलहरू थियो अरे त्यो चाहिँ त्यो टोइलेटको पाइप होला कि पानीको ओए तँ घर जा भने कहाँ हिँडिरहेको जान्छ क्या सुडेसम्म फाइनली हामी यो तल्लो बाटो जाने होइन तल्लो बाटो बोक्स स्कुलबाट तल्लो बाटै जाउँ क्या यसलाई छोडेर जानुपर्छ है यो त जान्छ नि हामी त जाउँ यो त हाम्रो पछि पछि लाग्ला नि त गयो गयो क्या उता यताबाट जाउँ कहाँ गयो भन्ने होस् जस्तो लाग्यो कहाँ कुकुर फेरि थाहा भयो नि हामीलाई फेरि नराम्रो आइपुग्छ हेरेर त्यही हो अनि यहाँ ढुङ्गा भएर चाहिँ कस्तो डर लाग्छ हिँड्ने मलाई सिङ्गलबाट दाँतै फुकाउने बात भयो नि सपनाक सुरुक मेरो सम्झीलाई भेट्नुपर्छ टक्क लाएर उहाँ गएर चाहिँ सम्झीलाई भेट्नुपर्छ जे होस् हिजो र आज चाहिँ पानी हिजो चाहिँ पानी परेन आज नि पर्दैन होला होइन आज नि पानी पर्दैन होला काठमाडौँतिर पऱ्यो कि मर जस्तो छ उतैतिर